धन्यवाद कार्यक्रम संस्थान तथा वर्ष 2023 आदिवासीका महासचिव जेसी सरिता श्रेष्ठज्यू आज मिति 2080 साल पौष महिनाको 28 गते तदनुसार 14 जनवरी 2023 शनिबारको दिन यस खादिमी सभा हलमा भइरहेको खादिमी जेसिसको तेस्रो प्रतिष्ठापना कार्यक्रम पुरस्कार वितरण कार्यक्रमको हाम्रो निमन्त्रणलाई सहज स्वीकार गरी पाल्नुभएका यसै खादिमी गाउँपालिका सदस्य सबै हाम्रो चिर परिचित व्यक्ति युवाहरूको ढुकी तथा हाम्रो जेसिस प्रेमी पनि हुनुहुन्छ आदरणीय अङ्कल ज्ञानकुमार श्रेष्ठज्यू त्यसै गरी नेपाल जेसिस वर्ष 2024 को खादिमी जेसिसको लागि नियुक्त हुनुभएको राष्ट्रिय कार्यकारी उपाध्यक्ष आदरणीय दाजु नेपाल जेसिस भएका युवाहरूको ढुकढुकी आदरणीय दाजु जेसी राजराम गौतमज्यू त्यसै गरी खादिमी जेसिसको लागि नियुक्त हुनुभएको नेपाल जेसिस वर्ष 2024 को राष्ट्रिय उपाध्यक्ष आदरणीय व्यक्ति जेसी नवराज उपाध्यायज्यू त्यसै गरी हाम्रो यस जेसिसलाई मातृत्व प्रदान गर्नुहुने मातृशाखा काठमाडौँ जेसिस वर्ष 23 कार्यकारी उपाध्यक्ष जेसी नृतिका श्रेष्ठज्यू त्यसै गरी यस खादिमी जेसिसलाई यस ठाउँमा स्थापना गर्न सुरुवातदेखि अहिलेसम्म निरन्तर लागि पर्नुहुने हामी जेसिसहरूको अभिभावक आदरणीय दाजु संस्थापक अध्यक्ष होमराज श्रेष्ठज्यू त्यसै गरी आजको यस कार्यक्रममा उपस्थित हुनुहुने विभिन्न वडाबाट पाल्नुभएका वडा अध्यक्ष आदरणीय दाइ मन्त्रीराजु केशव प्रधानलाई त्यसै गरी विभिन्न वडाबाट पाल्नुभएका वडा सदस्यज्यूहरू वडा प्रतिनिधिज्यूहरू विभिन्न संस्थाबाट पाल्नुभएका प्रतिनिधिज्यूहरू र टाढा टाढा यस नेपाल देशका विभिन्न शाखाबाट पाल्नुभएका मेरो अत्यन्तै मित्र प्रिय मित्रहरू समकालीन आदरणीय जेसी गणेश दुलाज्यू त्यसै गरी उहाँ चाहिँ चाकु जेसी हुनुहुन्छ त्यसै गरी विजय पाठकज्यू हुनुहुन्छ उहाँ गोदावरी जेसीबाट त्यसै गरी हाम्रो रामेछाप जेसीबाट रामकुमार बस्नेतज्यू हाम्रो त्यो उहाँ कार्यव्यस्तले हिँड्नु भएको छ त्यसै गरी गोदाखा जेसी वर्ष 23 को मेरो समकालीन छ जेसी अर्जुन थोपा दाहालज्यू साथै बोर्डका पदाधिकारीज्यूहरू वर्ष 24 का नयाँ नेतृत्वमा आउनुभएका अध्यक्षज्यूहरू बोर्डका पदाधिकारीज्यूहरू विभिन्न विद्यालयबाट पाल्नुभएका प्रतिनिधिज्यूहरू विद्यार्थी भाइ बहिनीहरू साथै यस जेसिसलाई माया गर्नुहुने जेसिस तथा नन जेसिस मनरमा सर्वप्रथम त जेसी कुमार श्रेष्ठ तथा यस खादिमी जेसिस परिवारको तर्फबाट स्वीकार जेसिसलाई न्यानो नमस्कार। आज हामी यस खादिमी जेसिसको तेस्रो प्रतिष्ठापना कार्यक्रममा छौँ। साँच्चै कि आज हामीले एक वर्षपछिको आफ्नो कार्यभारको जुन एउटा जिम्मेवारी हुन्छ त्यो हस्तान्तरण गर्ने दिन रहेको छ। आज यस मानेमा खुसी छु कि हामीले वर्षभरिमा हामीले प्लान फर एक्सन अन्तर्गत गरेका विभिन्न कार्यहरू गरेर आज यस जेसिस संस्थालाई यसको प्रतिष्ठापना कार्यक्रममा ल्याउन पाएको छु। यसमा म धेरै खुसी छु। साथीहरू सम्पूर्णलाई आजको यस विशेष कार्यक्रममा स्वागत पनि भनेको भन्न चाहन्छु। स्थापना कालदेखि नै संस्थापक तथा कोषाध्यक्षको रूपमा यस संस्थामा अगाडि बढ्नेमा विभिन्न अवरोध बाधाहरू ती चुनौतीहरूलाई पार गर्दै केही अवसरहरू प्राप्त गर्न सकिन्छ कि भन्ने उद्देश्यले यस खादिमी जेसिसको संस्थापक अध्यक्ष आदरणीय दाजु होमराज श्रेष्ठज्यू त्यसै गरी म सम्झन चाहन्छु वर्ष 22 की अध्यक्ष जेसी सम्झना श्रेष्ठज्यू जसले उहाँहरूले यस खादिमी जेसिसमा मलाई ल्याएर एउटा संस्थापक कोषाध्यक्षको रूपमा उहाँले जिम्मेवारी दिनुभयो र मैले आफूले जानेको जुन तरिकाले आफ्नो जे जति जानेको ज्ञान छ त्यसलाई प्रयोग गर्दै खादिमी जेसिसबाट विभिन्न कार्यक्रमको माध्यमबाट तालिमको माध्यमबाट मैले धेरै कुराहरू सिक्ने एउटा अवसर पाएँ। जेसिस एउटा युवाहरूको संस्था हो, जेसिस एउटा नेतृत्व र व्यक्तित्व विकास गर्ने संस्था हो, उत्तम शिक्षालाई जोड दिने संस्था हो। साथै जेसिस भनेको एउटा हामीले सामाजिक संस्थाको रूपमा पनि लिन सकिन्छ। हामीले यस संस्थामा आएर आफूलाई आफ्नो नेतृत्व र व्यक्तित्व बढाउनको लागि विभिन्न किसिमको ट्रेनिङहरू लिने गर्दछौँ। त्यसै अनुरूप आजसम्म आउँदाखेरि विभिन्न किसिमको तालिमले गर्दाखेरि यसबाट मैले धेरै कुराहरू सिक्ने एउटा अवसर पाएको छ। जब आगन्तुक जो नयाँ सदस्यहरू हुनुहुन्छ उहाँहरूले पनि जेसिसबारे सायद बुझेर नबुझेर उहाँहरू प्रवेश गर्दै हुनुहुन्छ। उहाँले जेसिसमा पक्कै पनि धेरै कुराहरू सिक्नुहुनेछ। तपाईँलाई म एउटा प्रतिबद्धता दिलाउन चाहन्छु कि जेसिसबाट तपाईँ हामीले आफ्नो नेतृत्व र व्यक्तित्व विकास गर्ने एउटा प्लेटफर्म हामीले एकदमै राम्रो प्लेटफर्म प्राप्त गरेका छौँ। यसलाई सही सदुपयोग सही समयमा युज गर्न सक्यौँ भनेदेखि
हामीले आफूले चाहेको कुराहरू पुरा गर्न धेरै टाढा जानु पर्दैन। मैले प्राप्त गरेका जेसिस मित्रहरू जेसिस साथीहरू साँच्चीकै एकदमै मेरो विद्यालय लेभलको साथीहरूभन्दा पनि नजिक हुनुहुन्छ। जेसिस देशभरि रहेका विभिन्न शाखाहरूमा शाखा अध्यक्षहरूको एउटा भेलाबाट पनि धेरै साथीहरूको एउटा सिनियर लेभलदेखि जुनियर लेभलसम्मको साथीहरूलाई मैले एउटा साथीको सङ्गत गर्ने एउटा अवसर प्राप्त गर्यो। खालि जेसिसले त्यो कुरा यहाँ सबैलाई त्यो कुरा प्रदान गर्नेछ भन्ने म विश्वास दिन चाहन्छु। खालि जेसिसलाई वर्ष 23मा अगाडि बढाउँदै गर्दाखेरि मेरा महासचिव त्यसै गरी कोषाध्यक्ष साथै बोर्डका सम्पूर्ण पदाधिकारीहरूले आफूले सकेको उहाँहरूले सहयोग गरेर पनि पक्कै पनि आज हामीले 43वटा कार्यक्रम गर्न सफल भएका छौँ। 47वटा कार्यक्रम गर्न सफल भएका छौँ। पक्कै पनि वडा नम्बर 1 देखि वडा नम्बर 9सम्म जनप्रतिनिधिहरूसँग हामी नजिक भएर जेसिसको विभिन्न कार्यक्रमहरू गर्ने एउटा मौका दिनुभयो। वडा जनप्रतिनिधिहरूलाई पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। यहाँसँगको फेरि पनि सहकारी निरन्तर रहने नै छ। त्यसै गरी खालदेवी गाउँपालिकाको अध्यक्षज्यू उहाँहरू जेसिस प्रेमी, त्यही माथि युवा प्रेमी, त्यसै गरी डिजिटल माध्यममा अगाडि बढाउन एकदमै कोसिस गर्नुहुने आदरणीय अङ्कल ज्ञानकुमार श्रेष्ठी जो यहीँ हुनुहुन्छ प्रमुख अतिथिको रूपमा। उहाँले पनि युवाहरूलाई अगाडि बढाउन लागि जेसिस जस्तो संस्थालाई विभिन्न किसिमको सहयोग गर्छु भन्ने खालको उहाँले एउटा प्रतिबद्धता जनाउनुहुन्छ। साँच्चीकै उहाँप्रति हाम्रो सल्युट छ। हामी खालदेवी जेसिस आगामी दिनमा पनि गाउँपालिकाको क्रमसँगै रहेर विभिन्न किसिमको कार्यक्रमहरू सहकारी गर्ने कुरा पनि यहाँलाई प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। आज म अध्यक्ष पदबाट इमिडिएट पास्ट प्रेसिडेन्टमा जाने गर्दाखेरि पनि जेसिसका साथीहरूसँग सँगै रहेर ती सामाजिक कामहरू ती नेतृत्व र व्यक्तित्व विकासका कार्यक्रमहरूमा यहाँसँगै रहने कुरा पनि म जानकारी गराउन चाहन्छु। त्यसैले हामी स्थापना कालदेखि नै धेरै निरन्तर सङ्घर्ष गर्दै गर्दाखेरि यस खालदेवी जेसिस आज तेस्रो पदस्थापना हुँदै गर्दाखेरि पनि हामीले जग्गा प्राप्त गरेका छौँ। जग्गा प्राप्त गर्नलाई सहयोग गर्नुहुने म जुन समितिहरू हुनुहुन्थ्यो उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। र उक्त जग्गामा जुन दुईवटा पनि जग्गा हामीले खालदेवी जेसिसले प्राप्त गरेका छौँ त्यो जग्गामा जग्गा भवनको लागि हाम्रो यसै ठाउँको पूर्व प्राथमिक पूर्व मन्त्री अर्थमन्त्री कैलाश प्रसाद ढुङ्गेलज्यूले पनि 10 लाख सहयोग गरेर भवनको थुप्रै कामहरू अगाडि बढाउने कामहरू भइरहेको थियो। त्यसमा समन्वय काम र गाह्रो गर्ने कामहरू भइरहेको छ। त्यसै गरी अहिले फेरि हाम्रो यसै खालदेवी गाउँपालिकाको अध्यक्ष आदरणीय अङ्कल ज्ञानकुमार श्रेष्ठज्यूले पनि त्यस कार्यलाई निरन्तर दिनको लागि 60 लाख रुपियाँ पैसा जुन सहयोग गर्नुभएको छ यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। हामीले छिट्टै नै त्यो खालदेवी जेसिसको भवन बनाएर हामी त्यसै भवनमा सचिवालय बनाएर त्यहाँ पनि अध्यक्षज्यूको छुट्टै कोठा, महासचिवको छुट्टै कोठा होइन, त्यसै गरी बैठक रुम, त्यसै गरी यस्तो सभा हल साँच्चै त्यो एउटा सपना हामीले देखेका छौँ। त्यो कुरा पनि छिट्टै पुरा गर्न सकिन्छ भन्ने मैले एउटा आशा गरेको छु। आदरणीय जेसिस साथीहरू, सदस्यज्यूहरू, मेरो सम्पूर्ण अभिभावकज्यूहरू, आज यस जेसिसको अभियानमा निरन्तर अगाडि बढाउँदै गर्दाखेरि मेरो जीवन सङ्गिनी जीवन साथी जेसी रेशमा श्रेष्ठलाई सम्झिन चाहन्छु। उहाँले पनि जेसिसमा एकदमै धेरै पहिला जुन संस्थापक कालदेखि सहयोग गर्दै आउनुभएको थियो, आज विशेष कारणले गर्दाखेरि अनुपस्थित हुन पुग्यो। उहाँको कारणले गर्दाखेरि जेसिस अभियानलाई मेरो जुन समय छ त्यो समयको लागि पनि उहाँले दिने समय जुन छ साँच्चीकै म मेरो घर परिवार फ्यामिली मेरो बुवा मम्मी त्यसै गरी भाइ दिदीहरूलाई पनि सम्झिन चाहन्छु। साथै गरी जेसिसलाई माया गर्दै र मलाई खालदेवी जेसिसको अध्यक्षको रूपमा माया गर्दै आउनुहुने आदरणीय दाजु प्रवीण श्रेष्ठज्यू, त्यसै गरी मिनकुमार श्रेष्ठज्यूलाई पनि म हृदयदेखि धन्यवाद दिन चाहन्छु। उहाँहरूको जुन एउटा सहयोग र सद्भावले साँच्चीकै मलाई एउटा अगाडि बढ्नलाई प्रेरित भइरहेको छ। आदरणीय साथीहरू, साँच्चीकै हामीले आज प्रस्थापना कार्यक्रममा यहाँसँग यसरी बस्दै गर्दाखेरि समयको पाबन्दीलाई पनि हामीले हेरिरहेका छौँ। यहाँहरूले जुन समयमा उपस्थित हुनुभयो हामीले भनेको समयमा सुरु गर्न नसके तापनि जेसिसमा लागेर हामीले धेरै कुराहरू सिक्ने एउटा अवसर प्राप्त गरेको छ। यी प्राप्त गरेको कुराहरूलाई समाजमा फेरि पनि देखाउने एउटा प्रतिबद्धता जाहेर गर्दै हामीले जेसिसमा एउटा सिकेको नेतृत्व र व्यक्तित्व विकासलाई हामीले समाजमा कुनै न कुनै ठाउँ त्यो कुरा म प्रयोगमा ल्याउनेछु भन्ने कुरा पनि म प्रतिबद्धता जनाउँदै मेरो आजको यस स्थापना कार्यक्रमको मेरो सभाध्यक्षको मन्तव्य यही टुङ्ग्याउँदै यहाँहरूमा पुनः विराम चाहन्छु। हस्त नमस्कार।